लडाइँ हुँदैछ। को देश हार्दैछ, को जित्दैछ तपाईँले मिडियामा देख्नै हुन्छ। तर भारत अभागै हारिसकेको देश। तपाईँले पत्याउनुहुन्छ, भारत हारिसकेको छ। लडाइँ गरेन, एउटा बम फोडेन। तथापि आजको अवस्थामा जबदेखि नरेन्द्र मोदी भारतको प्रशासनमा आए, भारत बिस्तार हारिसकेको छ। बिना लडाइँ, बिना अर्को देशले को बिना एट्याक हारिसकेको छ। त्यो जय हिन्द। लडाइँ हुँदैछ। को देश हार्दैछ, को जित्दैछ तपाईँले मिडियामा देख्नै हुन्छ। तर भारत अभागै हारिसकेको देश। तपाईँले पत्याउनुहुन्छ, भारत हारिसकेको छ। लडाइँ गरेन, एउटा बम फोडेन। तथापि आजको अवस्थामा जबदेखि नरेन्द्र मोदी भारतको प्रशासनमा आए, भारत बिस्तार हारिसकेको छ। बिना लडाइँ, बिना अर्को देशले को बिना एट्याक हारिसकेको छ। त्यो जय हिन्द।